जाने हो कहाँ मेलम्ची होइन मेलम्बु शिवजीलाई गिफ्ट बिरालोको मासु यो निलो देखाएको थियो ओ त्यहाँ छ ए अब हामी कहाँ जान्छौँ रे कहाँ जाने हो घुम्न जाने हो घुम्न समीर आई मिस यु वी अल मिस यु है यहाँ अब उता राहुल दिस इज मी है ब्लगर ए मुला साग उयो यो डाका अरूलाई ठोक्ने मात्रै ल हामी चाहिँ घुम्न जानु लाग्छ ए समीरको बाइक मात्रै छ यहाँ समीरको बाइक समीर तिम्रो बाइक यो तिमी चाहिँ गएको छौ तिम्रो बाइक चाहिँ ल पाले पिलो बाइक सर्भिसिङ बाइक सर्भिसिङ हाम्रो साथी हराएको अवस्था होइन अब हामी यहाँ मेलम्ची जाने उकालोतिर छौँ होइन यो अलिकति साथी आज स्वस्थानीको खै के छ भन्थे साली नदीमा डुब्की मार्न गयो बाइक सहित ल यहाँ चिसो चिसो छ है रमाइलो भइरहेको चेन च्याटिसक्यो होइन यो कहाँ सिलाएको हुन्छ ल केटा हामी कुरा कुर्दै कति भयो शिव अरे अब उता शिवजी पण्डित 2 घन्टा भयो कुरेको लुगा धोएर उसको च्यातिनलाई लुगा धोएर अर्को लुगा सुन्नेला भयो यहाँ पुगेछ यहाँबाट यसरी गएर यहाँ पुगेछ बाटोमा आउँदै गर्दाखेरि होइन दामी ठाउँ छ है ल गाइज यो चाहिँ हाम्रो मेलम्ची देखेको मेलम्ची नै होला होइन तपाईँको गाइज मेलम्ची यता यस्तो सिनेरी बाटो चाहिँ खत्तमै छ होइन बाटोको कुरा नगरौँ सिनेरीको कुरा गरौँ है केटाहरू त्यो तल पुगिसक्यो म चाहिँ यहीँ छु म चाहिँ एकछिन भिडियो बनाउँछु भनेको चाहिँ सो यो म हो है देख्नु जानु भएको छ सो मेलम्ची पुग्छौँ केही समयमा अनि खाना खान्छौँ भोक लागिसक्यो है ल त्यहाँ छन् है माथितिर लाग्छ बाटो चाहिँ अलिकति गडबड छ है वान ह्यान्ड ड्राइभिङ गर्दैछु तानेर गएर ठोक्काउँछु भ्यान त खासै स्टेबलाइजेसन छैन तर पनि हामी 23 को स्पिडमा हिँडिरहेको छौँ अनि यो हाम्रो बाटो है अब मेरो गिम्बल भनेको हात नै हो ह्यान्ड गिम्बल हो अगाडि हाम्रो प्रदीप छ यो हाम्रो नजारा है अलिअलि भाइब्रेसन छ अलिअलि के भन्नु अझै धेरै भाइब्रेसन छ है पछाडि यदि कुनै गाडी आइरहेको छैन यसरी भएर ड्रपिङ यसरी गर्नु हो कि होइन थाहा रेकर्डिङ बाटो चाहिँ दामी छ स्लो राइड छ त्यसैले गाडी रेकर्डिङ हुन्छ ह्यान्ड एउटा दामी गिम्बल हो
बाटो अहिले हाम्रो नेचुरल गिम्बल त्यहाँनिर कब्जा समात्न चाहिँ जानु पऱ्यो है। इन्जोय राइड है। आज पनि हेर्नुपर्ने छ। यो एउटा भिडियोको चक्करमा मेरो बाइक कस्तै पार्ने हो कि के हो थाहा अब सिरोका त्यहाँ पुग्न अलिक थोरै छ है। यो हेलम्बु 3.5 किलोमिटर मात्रै छ यहाँ चाहिँ। यहाँनिर आउँदै गर्दा एउटा झर्ना देखेँ होइन। झर्ना चाहिँ झर्ना हो कि के हो होइन। बाटो बाटो छ। यहाँनिर चाहिँ फोहोर थुपारिँदो रहेछ। माथिबाट गरेको फोहोर सबै। अब यहाँबाट 3 किलोमिटर छ होइन। यहाँ माथितिर हो, माथि जाने हो हामी मेरो बाइक। हामी थुपारिहाल्नु। यहाँबाट माथि जान्छौँ हेलम्बु। अनि हेलम्बु पुगेर शिवलाई भेटेर सब बस्न आएको। यताहरू अगाडि पुगिरहेको कहाँ गयो यो भक्कै भन्नु। अब मेरो यहाँ गाडी यता एउटा गाडी त बिचमा पनि आऊ थाहा छैन। यहाँ पुगेर प्रदीपको पेट्रोल सकिसक्यो होइन। हाल्दा भनेको टाइममा हाल्दैन गुन्डा। ल बाइक नपुछे कति भइसक्यो। यो वाइटमा त लास्ट थाहै छैन। यहाँ माथि चाहिँ हो रे आमा याङ्री भन्ने ठाउँ। यहाँ माथि आमा याङ्री जाने बाटो है। गाडी चाहिँ कडा छ, एकदम केयरफुल्ली चलाउनु पर्ने। को बाटो हो। अघि आधा घन्टादेखि यो बाटो चलाइरहेको छु होइन। यो बाटोमा भाइब्रेसन 100% होइन, भाइब्रेसन 200% नै छ। कडा बाटो छ, सजिलो छ र होइन। ओ त्यहाँबाट आएको त्यहाँ डाँडा त कति डाँडा कट्यो। अनि यो बाटो हिँडै छ होइन। यो अघि पनि खिचेँ मैले। यो त खतम हुने चान्स नै छैन कि बाइकले चाहिँ साथ दिएको छ। बाटो हुँदै यहाँ माथि जाँदैछ। गाडी पनि बिग्रिएको रहेछ। तनावको बाटो यहाँ तल है। यो चाहिँ हाम्रो सर होइन। कहाँ पुग्ने हो रे आमा याङ्री रहेछ होइन। ठाउँ चाहिँ दामी छ। आउने बाटो चाहिँ गाह्रो। बाटो त यस्तो कडा छ नि। बाटो भन्ने कुरा बाटै छ। के भयो आऊ। ओ पानी पर्ला जस्तो छ। भोलि हिउँ पर्छ कि क्या हो। वे टु आमा याङ्री। यो बाटो कन्ट्याक्ट वाइफाई सर्भिस एभाइलेबल रे। जाऊ ल म पनि हिँड्छु है। यो आमा याङ्री जाने बाटो है। यस्तो जङ्गल छ खतरनाक। केयरफुल ड्राइभिङ चाहिन्छ।
ल केटाहरू गए यामाङ्री जङ्गल 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 इट इज बट होइन साला वे टु यामाङ्री होइन बेस क्याम्प आयो सो यत्रो लामो बाटो होइन गाडी यस्तो जङ्गलै जङ्गल होइन पुरा जङ्गल एकदम ए टु जेड जङ्गल होइन जङ्गलमा एक्लै बस्ने नि गाह्रो अब अहिले एक्लै छु होइन अहिले कहिले के आउने हो थाहा ल जाउँ 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 केटाहरू गइसक्यो यामाङ्री बेस क्याम्प पुग्न लाग्यो होइन त्यसपछि माथि यामाङ्री होला केटाहरू अगाडि देख्दै ठाउँ के छ केटा चाहिँ यामाङ्री बेस क्याम्प भन्दा अलिक तल्लो स्टेज है बेस क्याम्प चाहिँ यहाँ माथि छ यो चाहिँ लामो गुम्बाहरू है म चाहिँ यहाँ छु है अब दामी कपाल चाहिँ त्यस्तै हो कपाल हेलमेट बिहानदेखि लगाएको छु केटाहरू पुरा फोन गर्दैछ होइन यो हो हेलम्बु नाकेरी उता माथि भिर पनि छ म देखाएको छैन केटाहरू त्यहाँ छन् केटाहरू त्यहाँ छन् यो चाहिँ यामाङ्री बेस क्याम्प पुग्दाखेरिको हो है यस्तो दामी सिनेरी छ हिउँ पर्न थालिसक्यो होइन यही मैले हातमा यस्तो पन्जा पनि लगाइसकेँ यो पन्जा पनि छ है अब चिसो त एकदम चिसो छ है सिनेरी चाहिँ दामी छ है यस्तो दामी रुखहरू छ है मजा भयो कि मेरो फेस पनि देखियोस् न होइन हाई हाई अब चाहिँ कुद्नुपर्छ बाई 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 फसाएर बस्यो ल छैन गाडी कस्तो पनि भयो त बस्नुपर्ने भएको त्यसले कम्तो त मान्छे आज फेरि चलायो त मलाई यस्तो हुँदा नै बसेकै थियो अब दुध हुँदै गयो ल पुग्यो यामाङ्री बेस क्याम्प यहाँबाट जाने होला होइन बेस क्याम्प यो चाहिँ बन्दैछ डराहरू ल केटाहरू पुग्यो कहाँ पुग्यो यामाङ्री बेस क्याम्प यामाङ्री बेस क्याम्प यहाँबाट माथि जाने हो दाइले अब यहीँ बस्ने बनाउनु लाउनु भयो क्या अब यहाँ हाम्रो होटल छैन यहाँ हाम्रो दाइ हुनुहुन्छ होइन केटा हो के हो यो हाम्रो होटल हो हाम्रो बस्ने ठाउँ हो यो हाम्रो टेन्ट है यो टेन्टहरू यो यहाँ
दामी छ कहाँ हो रे यो केटा हो कहाँ तारके ग्याङ आङ्ग्री बेस क्याम्प रे एङ्ग्री यामा एङ्ग्री अब घुम्न आएको यहाँ ठाउँ ल चाहिँ हाम्रो पुग्नको लागि कोठा होइन सो यो यामा एङ्ग्रीको बेस क्याम्पको स्लिपिङ होटल है होटलको रुमहरू सो ए ब्याग राख ब्याग भोलि हिउँ पर्छ जस्तो छ होइन हिउँ पर्यो भने हिँड्न गाह्रो पर्छ यार बाइकमा लिएर अहिले बाटो प्रदीपले हामीले कहाँ भनेर कहाँ पुर्याइदियौँ चाबेल भनेर हेलम्बु चाबेल भनेर आमी आङ्ग्री हेलम्बु थियो र आमा एङ्ग्री अब अझ योभन्दा नि माथि हेलम्बुको छेउ यहाँ त तल त 5 फरिङमा पहिलेको सुरु माउन्ट एभरेस्ट मात्रै पुर्याउनु माउन्ट एभरेस्टको क्याम्प 4 मा छ भन्न बस्ने यस्तैमा हो क्याम्प 4 होटल त्यो हो होटल त्यहाँ देखाउ न कता बस्ने भन्नु वाइफाई अब डाँडाको टुप्पोमा आएर वाइफाई खोज्छ किन्नु वाइफाई त तार ल्याएको लागि बन्दैछन् होटलहरू है यहाँ छन् अब ताप्दैछन् चिसो बाफ आइछ शिव पहिला आउँदाखेरि यस्तो थियो थिएन यहाँ सबै ओपन थियो अहिले बजेको चाहिँ कति छ 5:30 यस्तो अँध्यारो भइसक्यो ल लाइट पार्नुपर्ने बेला भइसक्यो एङ्ग्रीमा धन्न 5 मिनट अगाडि आयो नत्र हुस्सुमा बिजाउ हुने रहेछ चमुनथाङ कति मिटर थियो चमुनथाङ कस्तो लागिरहेको छ कस्तो लागिरहेको छ एकदम मिटर क्यान्जिङ भने कहाँ हो लाग्दैन नि हामी गएको लामटाङ म गइन नि त ए त्यो नगएको नि हिरो भनेको मास मलाई जानै दिएन तिमीहरूले यहाँ हाम्रो डन हो कस्तो लागिरहेछ चिसो छ चिसो चिसो भन्दा कस्तो कुरा रहेन गुम्बा त क्यान्टिन रिच है 44 मुनि चाहिँ गुम्बा चाहिँ 52 हुन्छ त पनि प्रदीप सरोज राहुल शिव ओहो यो तारा त्यो तारा हामी तारा तिमी तारा तारक आजको भोजनालय होइन ए यो ए कहाँ चिकेट ओ शिवर हेलो शिवा प्रदीप बस्दा त मिलाखेरि यता कसरी हेऱ्यो हाम्रो खाना हजुरको खाना यहाँमा एङ्ग्री जाँदैछ होइन बिहान 4 बजी हिँडेको अब अहिले 4:30 हुँदा छ होइन बिहानै हिँड्नुपर्छ चिसो चाहिँ एकदम चिसो छ अहिले खायो भने काम गर्छ कि नगर
ए बिर्सिहाल्यो के अरे यो चाहिँ आइस टल्किरा हो आइस टल्किरा राख्ने कहाँ कहाँ मलाई दिने होइन अहिले केटाहरू यहाँ छौँ है म टर्च बालेर देखाउँछु तपाईँलाई टर्च कहाँ यहाँ पानी उतै पछाडि छ यो शिवजी शिवा हाई भनिदियो उता हाम्रो सरोज सरोज यहाँ प्रदीप अनि यहाँ राहुल दामी यो चाहिँ दामी छ यो हाम्रो मन्दिर केटा हो यो हेर्नु हिमाल कस्तो दामी भ्यू छ यो आमायाङ्ग्रीको भ्यू दामी देखिरह है एकदम यहाँ चाहिँ तपाईँको हिउँको भन्ने हो भने पनि हिउँ पनि यस्तो दामी छ पछाडि मन्दिर र मन्दिरहरू यो हात चाहिँ चिसो हुन लागिसक्यो हेलो सो आमायाङ्ग्री होइन एकदम चिसो छ अब टोपी सोपी सबै लाउनु पर्छ यहाँ चाहिँ केटाहरू चिसो भइसक्यो यहाँ केटाहरूलाई होइन कतिको चिसो छ है लास्टै चिसो भयो धेरै मर्नु लागिसक्यो फोन लास्टै चिसो भयो समीर दोष मुला अनि के गरे होइन तिमी कहाँ गएको इटली गएर बसेर हुन्छ होइन फर्केर आऊ मुला यस्तो हेर्नु भयो यस्तो दामी छ ल ए भ्युजहरू यस्तो दामी भ्युजहरू होइन सनराइज देखाउँछु आमायाङ्ग्री याङ्ग्री ब्याङ्ग्री दामी छ ठाउँ यस उइ चुङ्गी ल यहाँबाट हेर्नु आमायाङ्ग्री यहाँ आज जुन हिमाल अनि सूर्य सबै देखा ओए शिवजी त यहीँ छन् नि यहाँ पनि दामी भ्यू छ मोबाइल ढुकेर सूर्य चन्द्र अनि आमायाङ्ग्री हिउँ यस्तो हिउँ छ गाइज यो आमायाङ्ग्रीबाट रिटर्न हुँदैछौँ होइन शिव सरोज है दामी भ्यू छ कि म पनि यहाँ छु है कामको झुल्कोहरूमा होइन एकदम मजा आइरहेछ तपाईँको चिसो चाहिँ टन्नै मस्त चिसो छ चिसोको कुरै नगरौँ होइन यस्तो हिउँ पर्छ भने चाहिँ चिसो नहुने कुरा हुन्छ होइन ओके त्यो भयो नि मुस्ताङ अप्पर मुस्ताङ गए जस्तै भयो यहाँ चाहिँ ब्याकग्राउन्डमा झन् रमाइलो ब्याकग्राउन्डमा के गर्ला लास्ट यो आमायाङ्ग्रीको अनि मेरो यहाँ पछाडि चाहिँ हिमाल यता पछाडि चाहिँ के देखेछ
चिसोले होला नि के देखेछ भने यो हाम्रो प्रदीप चार्ज थियो अनि टाइम ल्याप्स गर्दाखेरि स्विच अफ भयो कसको सूर्यको प्योर किरण है यति प्योर किरण यहाँ माथि मात्रै पाइन्छ हुन्छ आऊ अब माथि आऊ चिसो भइसक्यो सेभ हुन्छ होला र स्विच अफ भएर सेभ हुन्छ होला हुन्छ हुन्छ सेभ हुन्छ एकचोटि भिडियोमा आइरहेछ है हाई भन्दै समीरलाई हेलो समीर जी यु वेन्ट टु इटली वी वेन्ट टु आमाङ्ग्री आमाङ्ग्री पुग्यो राहुलले पुस गरेन ठिक छ अब केही फरक परेन होइन खै यहाँ रमाइलो नाच्दै रहेछन् होइन के निस्किन लाग्यौँ होइन यहाँ सबै मान्छेहरू फोटो खिच्दैछन् है निस्किन यहाँ यामाङ्ग्रीबाट अब भनेको मिल्यो कि मिलेन होइन सो दामी छ भ्यू लास्ट भ्यू ब्याक साइड है यहाँ पछाडि पनि कडा छ एउटा घुम्नै पर्ने ठाउँ छ अब अलिकति एल्टिट्युडमा नहिँडेको व्यक्तिहरू होइन एल्टिट्युडमा हिँडेको व्यक्तिहरूलाई चाहिँ गाह्रो हुँदैन तर बिहानै आउनुपर्छ 4 बजीतिर हिँडिभ्याउनु पऱ्यो लास्ट एक भ्यू ब्याकग्राउन्डमा है अब यहाँ एन्टी लाइट पऱ्यो होला ल यसको मान्छेहरू आउँदैछन् होइन सो मन्दिरको मूलद्वार हुनुहुन्छ अब फोटो भिडियो खिच्न पाउँछ भने सो दामी एकदम यो इन्जोय यहाँ तपाईँहरूलाई भित्र यस्तो छ है यहाँबाट देखिन्छ भगवान् हुनुहुन्छ है पूजा गर्नु लेट्स ब्याक हेड ब्याक है केटा के गर्दैछु ताप्दैछ क्या यहाँ टुप्पोमाथि आगो बले होइन यहाँ यस्तो ठाउँमा चाहिँ आगो चाहिँ एकदम आवश्यकता घुम्नै पर्ने ठाउँ होइन हेलम्बु माथि पहिला बेस क्याम्प आउँछ होइन बेस क्याम्पबाट तपाईँको 2-2.5 घन्टाको बाटो है बिस्तारै हिँड्नु हुन्छ भने बिस्तारै हिँड्नुभयो भने 3 घन्टा अथवा 2 घन्टा अलिक चाँडो हिँड्छ भने त 1 घन्टा है 1 घन्टाभन्दा कममा चाहिँ पुगिँदैन किनकि एकदम स्टिप बाटो छ है तर बाटो देखाउने हो भने यहाँ यस्तो तलबाट यस्तो बाटो दामी भ्यू छ यो यति माथि होइन जहाँ हिउँ जमिरहेछ त्यहाँ चाहिँ यसको एकदम आवश्यकता यहाँ सरोज छ यो शिव यहाँनिर यामाङ्ग्री कहिले अङ्कल भन्थ्यो अङ्कल होइन मलाई त त्यो सधैँ भनेर हुन्छ अनि आगो बलेपछि धुवा नआयो क्या लास्ट एन्ड फाइनल अफ दिस है तपाईँको तल गएर भेटौँला दिस इज द वे हामी यहाँ तल जाने हो अब अहिले तल केही देखिँदैन उसो लाएर माथि चाहिँ देखिन्छ दामी बाई बाई गाइज है अब रिटर्न है तपाईँको
दामी ठाउँ यो खै के भन्छन् लालीगुराँस हो के हो म त लालीगुराँस भनिरहेको छु लालीगुराँस होइन रे है होइनै होला किनकि अब धेरै भइसक्यो लालीगुराँस नदेखेको होइन पहाड छोडेर तराईतिर आइयो अनि अब यहाँ काठमाडौँमा बस्दाखेरि पनि कहाँ जाने टाइम नै हुँदैन होइन कतै तपाईँको घाम लाएर चिसो कम भइसक्यो भर्खर आउँदै हो हजुर अब यहाँबाट तल झर्नु चाहिँ गाह्रो हुँदैन केटाहरू आउँदै आउँदैन यहाँ हिँड्दै गयौँ अघि चाहिँ मजा आइरहेको थियो अब दौड्नु अब बिस्तारै जाने बिस्तारै अब तल पुगेको थाहा नै हुँदैन है चाँडो एकदम चाँडो नै पुग्छौँ किनकि अघि त उकालो पुस गर्न गाह्रो हुन्छ होइन तर तल जानु चाहिँ त्यस्तो गाह्रो हुँदैन यो तल जाने बाटो है हिउँमा चाहिँ कस्तो स्पोन्जमा टेका जस्तो फिल आएको छ यहाँ जुत्तामा यस्तो हिउँ जम्मा हिउँको त दाना भएको छ नि दाना दानाहरू यसो बोटाउनु पर्छ यहाँतिर जानु के रहेछ भ्यू नै रहेछ तलबाट भ्यू राम्रै देखिन्छ यहाँ म्याङ्ग्रीबाट मैले उच्चारण चाहिँ एकदम सही गरे छैन जस्तो लाग्छ है कस्तो जङ्गल छ भ्यूज मात्रै देखाएको है भयो हामी ट्रिप गरेर आइसक्यौँ जङ्गलमा यहाँ प्लास्टिकमा बरफ जम्मा भएछ केटाहरू आउँदैछन् तिनीहरूको लागि यही डल्ला भाँसिँदै नि त हे आऊ केटा हो होइन ज्यानभित्र पस्यो क्या ओ प्रदीप प्रदीप आएन म बाई बाई भनेर निस्केको थिएँ त मलाई सागर अनि ध्यान कहाँ हुन्छ प्रदीप तिमीलाई आई लभ यु को मेलम्ची ग्याङ यो राता देखाएको छ लामो त्यो चाहिँ हिलम्बुको बेस्ट स्कुल हो सामुदायिक स्कुल हो 100% पास रेट सधैँ A+ ल्याउँछ म्याटर्नी हो त्यहाँको बच्चाहरू त्यहीँ बस्यो त्यहीँ पढ्यो होइन तिमी यहीँ आएको त्यो त टर्चर हो क्या टर्चर त्यहाँ बस्न त माटोको नि पानी चम्छ है तलतिरको मान्छेहरू पनि लड राखेको हुन्छ बच्चाहरू पढेन भने मिलनजीहरूलाई राखिदिन्छन् क्या केटाहरू भागेर आउँछ यार हिँड्दै भागेर आउँछ कि तल यो चाहिँ हिमपात हुने ठाउँको जङ्गल है तपाईँहरूलाई म गाइड गर्छु यस्तो दामी ठाउँ छ ट्राइपड छैन ट्राइपड भाँच्यो ल्याएको हो होइन भाँच्यो अब हात अझ ट्राइपड छ है ओह्रालो छ बिस्तारै हिँड्नु पऱ्यो नत्र चिप्लेर कहाँ पुगिन्छ थाहा छैन ओहो यो मान्छेहरू बस्नुको लागि घर बनाउनुको लागि रेडी थियो क्या हो होइन त्यहाँबाट जाउँ न यहाँ चाहिँ यस्तो जङ्गल छ
हिमाल उयो टल्केको होइन। दामी स्वर्गै हो। हिमालमा बस्नु गाह्रो चाहिँ छ। ए त देखेको थिएन होइन र तपाईँको त्यहाँबाट हुँदै यो हाम्रो बेस क्याम्पबाट हुँदै यो उकालो हुँदै त्यहाँबाट यहाँ पुग्न 2-3 घन्टा लाग्छ है। यो चाहिँ हाम्रो तल जाने बाटो। पन्चा लगाइहालौँ। दामी यो दामी छ। पनि दामी छ। भिडियो खिच्ने मान्छे नखिच्किसक्यो। केटाहरू त्यहाँ छन्। नाइ आउँदिन। केटाहरू मलाई कुर्नु मसँग ब्याग छ त अनि मलाई नकुरे कहाँ जान्छ। केटाहरू के हेर्दैछौ है केटा के हेर्दैछौ सर? त्यहाँ यतापट्टि हेर त बाटो छ नि। हो यो बाटो गयो भने चाहिँ मिलारेपा रिम्पोचेको गुरुले चाहिँ ध्यान गरेको 1300 सन होइन बिसीमा के 1312 ध्यान गरेको गुफा छ क्या त्यहाँ तल पचुङ भन्ने ठाउँमा। राम्रो छ त्यो तातो हावा आउँछ त्यो गुफामा। यो अरूले बनाएको। यो चाहिँ चाहिँ मैले बनाएको। इम्परफेक्सनलाई ब्यालेन्स गर्न सिक्नुपर्छ क्या। पर्फेक्ट बनाएर त जहिले पनि ब्यालेन्स गर्छ होइन। सो इम्परफेक्टलाई ब्यालेन्स गऱ्यो भने त्यसले चाहिँ सक्छ। सो अहिलेलाई यति। प्रदीपले पुस गरिराख चाहिँ हामी अघिको रेस्टिङ पोइन्ट थियो होइन। फोटो खिच्ने ठाउँ थियो। ल हामी त्यहाँ आमायाङ्ग्रीबाट आयौँ होइन। केटाहरू हजुर यहाँ यिनीहरू दुईजना आउँदैछन्। मैले चस्मा चाहिँ त्यहाँ राखेँ। फाल्दै क्या चस्मा। ए कति मलाई जाग आरामले हिँड्नु तेल मेरो त पचेर सकिसक्यो। अब राहुल रिटर्न भएको ठाउँ आउँदैछ है। त्यहाँबाट राहुलले आई कान्ट मुभ फर्दर भन्छ। यही हो ठाउँ। राहुलले म सक्दिनँ म रिटर्न हुन्छु भनेर भनेको। अब राहुल यहाँ छैन भनेपछि पक्कै गइसक्यो। यहाँ माथिबाट केटाहरू आउँदैछन् है। द ग्रेट ट्रेल हो। माथि छन् हाम्रा सर त ऊ यहाँ प्रोम्याक्स आइगयो। प्रो चाहिँ आएनन्। पान्लो जिपेन आउनु पुग्नु भयो।
यहाँनिरसम्म माथि पुगेर होइन यही ठाउँमा राहुलले गिभअप गर्यो मतलब राहुल तल्लो लाग्यो यहाँ भनेर धेरै माथि आएको यही हो म लाचक यहाँनिर उभिएँ होइन अनि यो ढुङ्गाहरू मैले नोटिस गरेको म फेरि कम्ती चाहिँ मेरो नयाँ फेसन है क्याप्टेन के भन्ने हो मेरो कपाल छैन होइन यो मेरो कपाल आमा इङ्ग्रीको यहाँ चाहिँ नेचुरल कपाल पाइन्छ होइन कपाललाई लिन मन छ लिनु होला रुखहरूमा टन्नै फल्छ है यो चाहिँ मेरो कपाल कस्तो छ सो सरोज र म चाहिँ होइन सँगसँगै यहीँबाट गएको हो बिहान 4 बजी होइन सो बिहान 4 बजी हिँडेको अहिले 8-9 बज्न लागिसक्यो बोकेर आएको छु राहुललाई गिफ्ट हो यो है सो यहाँ स्टिल अहिलेसम्म नि पग्लेको छैन तपाईँको शीत होइन पारि तपाईँ शीत देखाइदिन्छु म तपाईँलाई त्यहाँ शीत पुरै शीत छ सो यही बाटो गएको माथि योसँगै हाम्रो आमा इङ्ग्रीको यात्रा सक्यो नेक्स्ट टाइम कहिले हुन्छ थाहा छैन तर अब बाटो थाहा भयो कि कस्तो छ भन्ने कुरा होइन अब थकाइ पनि कम लाग्छ थाहा नहुन्जेल अलि लामो लाग्छ थाहा भइसकेपछि ल यति त हो नि भन्ने हुन्छ थकाइ पनि मेटिन्छ सो यो चाहिँ इन्डिङ गेट यहाँको होइन लास्ट भ्यू यहाँ हामी बाइक स्टार्ट गर्छौँ बाइक चिसो चिसो मौसममा यहाँ गाडीहरू रोकिरहन् माथिको भ्यू र यहाँको भ्यू सो ब्याक टु बेस क्याम्प है अब यहाँ हाम्रो बाइकको हालत यस्तो छ पुरै कडा छ होइन यहाँ केटाहरूको मेरोमा निस्किने के यता गइहाल्ने हो कि के हो अब निस्किने अब त लोसुको टाइटल यता आउने होला नि है तिमी त लोसु अल्ट्रा खाना घरै पुग्ने होइन 99% घर खाना पकाउनु भन नि ऊ यहाँबाट हिमाल देखिँदो रहेछ हामीलाई त थाहा नै छैन कालो दाल चाहिँ नि हो न पुछताछ गर्नु पऱ्यो त स्टार्टै हुँदैन हजुर चिन्यौ कहाँ हिजो ओए अरूलाई चाहिएन मुला उसको 220ले बाँकी छ यसको काम यही भयो क्या लिएर आएको रिच ढुङ्गा यो हामी बसेको बेस क्याम्प थियो होइन यो हिजो रातिको भ्यू खासै देखिएको थिएन आमा इङ्ग्री चाहिँ त्यहाँ हो हामी त्यहाँ माथि पुगेर आएको है त्यहाँको 3-4 घन्टा 5 घन्टा लाग्न लाग्यो है त्यहाँ माथि पुगेर यहाँ अन्जेलसम्म त्यहाँ चाहिँ हाम्रो अब यहाँ चाहिँ यो हाम्रो बेस क्याम्प हो है यो बेस क्याम्प हो आमा इङ्ग्रीको बेस क्याम्प सो यहाँबाट माथिलाई फ्रिजिङ यस्तो छ पारा बाटोभरि हिउँ नै हिउँ सो दिस आर लास्ट स्टप है अब निस्किने बेला भयो सो मेरो पछाडि चाहिँ आमा इङ्ग्री बेस क्याम्प छ होइन सो माथि पुगेर आएको हामी आमा इङ्ग्री ठिक छ देखिरहनु भयो होला हिमालको भ्यू चाहिँ एकदम दामी है मुस्ताङ गए जस्तै मुस्ताङमा पनि अब यत्तिकै थियो है राम्रो भयो अप्पर मुस्ताङ भन्दा त कमै छ चिसो तर यहाँ चाहिँ चिसो छ धेरै है तपाईँको पन्जा चाहिँ ल्याउनु कपडा चाहिँ राम्रोसँग लाएर आउनु पऱ्यो
दामी छ ठिक छ लास्ट भ्यू माथि आमायाङ्ग्री अनि बाई बाई सी यू यो हामी बसेको टेन्ट थियो हामी बसेको घर बाई बाई घर आमायाङ्ग्री बेस क्याम्पबाट हिँड्यौँ होइन सो गोइङ डाउन अहिले तपाईँको 9 बज्न लाग्यो होइन सो 2 घन्टामा तल शिवको घर पुग्छौँ साथीको घर है ढुङ्गाको बाटोमा शीत परेको हुनाले यो बाइकको टायर चिप्लै छ कि आइपुग्यौँ ल हिजो देखाएको थिएन आज चाहिँ देखाइदिन्छु ओ त्यो टुप्पो हो आमायाङ्ग्री भने ओ देखिरह त्यहाँ पुगेर आएको बेस क्याम्प यहाँ थियो है बाटो एकदम चिप्लो गुल्ट्या गुल्टे 20 मिनट ढिलो पछि आधा घन्टा ढिलो भयो नि के भयो त हिजोको बाटो कस्तो त्यही त गुल्टा गुल्टै छौँ होइन कपाल कस्तो भएको फेरि निस्किन्छौँ केटाहरू निस्के कुन बाटो जाने ओ यो जङ्गल हुँदै त्यहाँ माथि डाँडाबाट आएको है त्यहाँ माथिबाट जङ्गल हुँदै यता हुँदै फेरि यता हुँदै बल्ल यो बाटो कहाँ पुगेर आयो यो अहिले ब्याक टु त्यही ठाउँ होइन हिजो जाँदाखेरि थियो अझ आउँदाखेरि है शिवको गाउँ शिवले यही रोडमा फोटो खिच्छ केटाहरू यही रोडमा हो तिमीले फोटो खिच्ने हो भाइरल रोड हो कहाँ पुग्यो अरे कहाँ पुग्यो नेपाल म आफ्नो ज्यान जोगाएर तल पुग्यो भन्छु प्रदीप ल माथि यो चाहिँ शिवको घरबाट देखिने नजारा होइन कस्तो दामी रहेछ आजको पाहुना यी दुईटा 1 2 बसेर यहाँ माथि घर छ घरहरू यहाँ तल शिवको घर घोडा बेचेर सुत्या छ केटाहरू घोडा बेचेर सुत्या आनन्द छ त्यहाँ माथिबाट माथि पुगेर आएको यहाँ माथि यो बादल माथि शिवको घर शिवको गाउँ बाली शिवको घर यो शिवको घर मेलम्ची खोलाको होइन बाढीले खण्डर बनाएको घरहरू